आज हामी हस्पिटल जाने भनेर हिँडेको मान्छे कहाँ पुग्दछ साथीहरू। हेर्नुहोस् पुरा भिडियो छ। वेलकम छ साथीहरू मेरो छोटो मिनी भ्लगमा हजुरहरूलाई। आइयो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि यहाँ सन्चै छु। आज चाहिँ म बिहानै उठेर नुहाइधुवाइ गरेँ किनभने हस्पिटल जानुपर्ने थियो। अनि पनि नास्तामा मैले के खाएँ भनेपछि आज चाहिँ अन्डा सिद्धिएको थियो अनि ब्रेड र दुध खाएँ। पानी परिरहेको थियो, बिहानै नुहाएको त मलाई कस्तो जाडो भएको थियो के। अनि म चाहिँ फाइनली रेडी भइसकेँ। रेडी भएर अब आफ्ना यिनी सामानहरू रेडी गर्न लागिसकेँ। रेनकोट त चाहियो, छाता थिँदै थियो, तैपनि मैले चाहिँ अब स्कुटीमा त छाताले हुँदैन भनेर दुईवटा रेनकोट रेडी पारेँ। मेरो बुढाको चाहिँ मेरो कति माया हेर्न सक्नुहुन्छ, बिस्तारै हिँडै चिप्लेर लडाउलीरे के। मैले चाहिँ मनमा यही सोचेको थिएँ, हस्पिटल पुग्न जरी पानी नपरे हुन्थ्यो भगवान भनेर। हल्का पानी फाटिसकेको थियो अनि फेरि बिच बाटोमा हल्का पर पानी पनि परिरहेको थियो। हामीले चाहिँ रेनकोट ओरेनौँ अनि हामी हस्पिटल पनि पुगिसक्यौँ। हस्पिटलमा गएको त यति लामो लाइन थियो, हाम्रो काम पनि सिद्धियो अनि घर फर्किने बेला त पानीको छर्को यस्तो थियो। टाइम पनि धेरै भइसकेको थियो, खाना खाने टाइम पनि भइसकेको थियो। अनि हस्पिटलभन्दा नजिकै भान्जीहरूको घर थियो, हामी चाहिँ उहीँ गयौँ र खानासाना खायौँ। अनि खाना खाएर एकछिन रमाइलो गऱ्यौँ। अनि हाम्रो प्लान चाहिँ एक्कासी घुम्न जाने बन्यो कि। अनि बिचतिर जाऊँ न त भनेर म फेरि भान्जीहरूको साइडतिरको बिचमा गएको थिएन। त्यसैले हामी चाहिँ रेडी भएर सबै लाग्यौँ बिचतिर घुम्नको लागि। हामीले चाहिँ स्कुटी लगेनौँ अनि सबैजना हिँड्दै जाऊँ, बसमा रमाइलो हुन्छ भनेको बस चाहिँ आउँदै आएको थिएन। हामी जतिसम्म हिँड्छौँ हिँडौँ अनि जति पुगेपछि बस आउँछ त्यतै चढौला भन्दै रमाइलो गर्दै हाँस्दै हिँड्यौँ। अनि बस पनि आयो, हामी पुगिसक्यौँ बिचमा। अनि मैले हल्का भिडियो सिडियो बनाएँ। मेरो ब्याट्री लो भएर मैले धेरै सबै कुराहरू खिच्न पाएन, त्यसको लागि आई एम सो सरी। कतै घुम्न गएपछि फोन स्विच अफ हुँदा कतिको रिस उठ्छ साथीहरू। मलाई चाहिँ आज यस्तै भएको थियो, यति रिस उठेको थियो। अलिअलि फोटो खिच्यौँ, भिडियो बनायौँ अनि घरतिर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, भेटौँला अर्को भिडियो।